नमस्ते, मेरो नाम सुरजी चौधरी, मेरो घर चाहिँ चितवन। म चाहिँ यसमा प्रवेश हुनुभन्दा अगाडि चाहिँ यो भिजन एन्ड भ्यालु भन्ने मलाई त थाहा छैन। अनि के अरे यसमा आउनुभन्दा अगाडि चाहिँ म के अरे यो जुन वैदेशिक रोजगारको बारेमा जुन फेसबुकमा देखिरहन्थेँ, तर के अरे टिकटकबाट त म आएको होइन। मैले वैदेशिक रोजगार एपमा मैले जुन डाउनलोड गरेको थिएँ, त्यसपछि ठ्याक्कै मैले हेरिरहेको बेलामा अनि त्यसपछि नोटिफिकेसन आयो, फ्री भिसा फ्री टिकट भनेर आयो होइन। त एकछिन त म उलायो के अरे प्रायः जसो के अरे फ्री भिसा फ्री टिकट जसले पनि भनिरहेको हुन्छ होइन। अब ठग पनि हुनसक्छ, तर मलाई एकदम बुझ्न मन लाग्यो यसको बारेमा के हो कसो भनेर। अनि ठ्याक्कै मैले मेन पावरमा मैले कल गरेँ। अनि त्यसपछि उहाँहरूले भन्नुभयो तपाईँले जुन सोच्नु भएको छ त्यो एकदम राम्रो हो, सही हो भनेर भन्नुभयो। सही ठाउँमा तपाईँले कल गर्नुभएको छ भनेर भन्नुभयो उहाँहरूले। अनि त्यसपछि उहाँले बोलाउनु भयो मलाई, तपाईँ एकदम राम्रो बुझ्न चाहनुहुन्छ भने तपाईँ मेन पावरमा भिजिट गर्न सक्नुहुन्छ भनेर भन्नुभयो। म आएँ, बुझेँ, एकदम राम्रो लाग्यो, कुनै पनि कष्ट लागेन होइन। मलाई एकदम खुसी लाग्यो। अनि म चाहिँ काम गर्नको लागि चाहिँ युए एडिएनएच क्याटरिङ कम्पनीमा जाँदैछु होइन। र मलाई एकदम राम्रो लाग्यो यो जुन यो मेन पावरबाट जो स्टाफहरू एकदम राम्रो हुनुहुन्छ, बोली वचनहरू एकदम राम्रो छ, मिलनसार हुनुहुन्छ, मलाई एकदम राम्रो लाग्यो। यदि तपाईँहरूलाई होइन बाहिरको लागि तयारी हुनुहुन्छ भने तपाईँहरू यो भिजन एन्ड भ्यालुमा आएर बुझ्न सक्नुहुन्छ, एकदम राम्रो छ। जसरी म बुझेँ तपाईँहरू पनि आएर बुझ्न सक्नुहुन्छ होइन। जस्तै म आफ्नो चौधरी फ्यामिलीहरूलाई भन्न चाहन्छु होइन कि जसने तोहरा के अरे बाहर अपन बेटा बेटी के पठाओ के तोहरा चाहना करे बड़ा जाऊँ। एकचोटि चाहिँ यो भिजन एन्ड भ्यालु जुन मेन पावरबाटै यहाँ आएको तोहरा बुझे फेर सक्बा कि कस्नुक रहेछ भन्ने कुरा। जसने कि मुई अनुभव कैलही, मैं अपन फैमिली के बुझोलही कि मुई जीरो कॉस्ट में मुई जाए पाऊँ एकदम से मुझ कुनै पैसा फिर मुझे तिरे पर्ल। जबकि मुई जुन चीज़ मुझ कैले हलाई पैसा तिरले हलाई फिर वो फिर मुझ वापस फिर पाऊँ के अरे कति कस वो पासपोर्ट फेर के हिन ले उनका हमरे हाथों में वो पासपोर्ट फेर के तोहर इसको डेराई फिर नहीं पड़ता, सीधा तोहरा यहाँ के मेन पावर में आके बुझे फिर सकबा कि कसनुक बढ़ाई। तर एकदम टोल बड़ो मोर भनाए अनुसार देखा अनुसार एकदम टोल बड़ो तोहरा यहाँ के बुझे सकबा है। अपन बेटा बेटी कर लागी अपन भविष्य लागी यदि तोहरा खोजाई बढ़ा जाओ तोहरा ये भिजन एंड भ्यालु के बुझे सकबा। ये कहते हुए धन्यवाद देते यो भिजन एन्ड भ्यालु पुरा फ्यामिलीलाई एकदम से धन्यवाद दिन चाहन्छु।